यिनी पोथी सिंह अर्थात् जङ्गलकी रानी हुन्। जब रानी बलियो थिइन् तब यिनको अगाडि पछाडि 10-12 अरू सिंह र रानीहरू हिँड्दथे। यिनी यो ग्रुपको एकदमै निडर र घातक शिकारी थिइन्। उनले आफ्नो परिवारका लागि एक्लै लडेर ठुला ठुला जङ्गली भैँसी र जेब्रा जस्ता खतरनाक जनावरको शिकार गर्ने गर्दथिन्। तर आज उनी शिकारकै क्रममा अर्नाको आक्रमणमा घाइते भएकी छिन्। अब उनी पहिलो जस्तो शिकार गर्न सक्दिनन्। त्यसैले यिनको पछि पछि हिँड्ने ती सिंह र अरू रानीहरू यिनलाई आज एक्लै मर्नको लागि छोडेर गए। उनले ग्रुपमा लगाएका गुणहरू सबै भुले। कसले भन्यो मान्छे मात्रै स्वार्थी हुन्छ भनेर? यो पृथ्वीमा हरेक जीव जन्तु स्वार्थी हुन्छन्। सबैले बोलेको आगो ताप्दछन्। हजुरको समाजका मान्छेहरू आज हजुरको अगाडि पछाडि हजुर हजुर भन्दै हिँडिरहेका छन्। तिनीहरू पनि हजुर यही सिंह जस्तै नसक्ने भएको बेला हजुरलाई यसरी नै एक्लै छोडेर जानेछन्। यो हाम्रो समाज र हरेक घर घरको एक उदाहरण जस्तै हो। समाजको कुरा छोडौँ, अलिकति काम नलाग्ने हुनुभयो भने हजुरको घर परिवारले नै हजुरलाई एक्लो बनाउँदछ।